हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई विशाल सनी युट्युब च्यानलमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज म आएको छु पहाड हरे के म अस्ति आएको अनि हाम्रो घरमा टिका थिएन अनि फेरि म आछु माइत। मेरो मम्मी यहाँ रोटी हाल्दै हुनुहुन्छ, सेलरोटी। हाम्रो अब दशैं सुरु भयो। यता मेरो बहिनी के गर्दै हुनुहुन्छ, मेरो मम्मी सेलरोटी हाल्दै हुनुहुन्छ। मेरो माइती गाउँ आएको छु म चाहिँ। मेरो माइती घरबाट देखिने डाँडा र काँडा खान त पहाड हो। यस्तो देखिन्छ गाइस, मेरो माइती गाउँबाट देखिने भ्यू हो यो चाहिँ। यस्तो मनपर्छ मलाई चाहिँ, यति सम्झना आउँछ म नआउँदा। डाँडा र काँडा। मेरो बाबा आउनुभएको, मेरो बाबा के काम गर्दै हुनुहुन्छ। यो चाहिँ मेरो प्यारो भन्दा प्यारो माइती घर। उहाँ चाहिँ मेरो बाबा। हेलो, हाई भन्दिनु। हाई। कहाँको बेबीहरु? कहाँ गयो मेरो बेबी? मामा दाला। मामा दाला? ओहो, ह्याप्पी छेउ? टिकी। ए हो, टिकी पनि लिकी। ह्याप्पी छेउ बेबी? टिका। ए टिका लाउन नि आएको हो? मेरो परानो नि फेरि। टिका लाउन आएको रे सानीमा र छोरी खुसी भएर। कहाँ गयो थियौ त नि अहिले? उता। ए यहाँ चाहिँ सानो बिरालो छ कि, यो पुन्टी बिरालो लिन गएको रे यिनीहरू चाहिँ। यहाँ चाहिँ मेरो ठुलममको घर हो। फेरि दयो यिनी फेरि बिरालाको पछि परेछन्, फेरि दयो अरे। यिनीहरू कम खेलेछ नि बिरालोसँग, सातो खाखान बिरालाको। अब चाहिँ मेरो पालो हो रोटी हाल्ने। म चाहिँ अब मेरो पालोमा रोटी हाल्दैछु। आफ्नो पालो हुन्छ यहाँ चाहिँ। पर्फेक्ट रोटी हाल्छ भने त हामी त्यही भएर पालो गर्छौँ रे। ए कुरी हे पालो, फेरि यो पालो रोटी हाल्ने पालो कुरी कि। अब चाहिँ दिदीको पालो परेको छ रोटी पकाउने। कस्तो राम्रो भन्छ हाम्रो दिदीले पकाएको रोटी कस्ता रहेछन् भनिदिनुस् एकचोटि। कति राम्रो भयो, केटकेटी नजिक त ताउ। हेलो बाबाको, हाम्रो घर रोटी पकाउनेको कमी छैन। फर्स्ट उहाँ, सेकेन्ड उहाँ, थर्ड उहाँ, फोर्थ अब मेरो पालो छ। अहिले मेरो पनि आउँछ है भिडियो। ल बाबाको। वाह बाबा। ल ल ल बाबाले पकाउनु भएको हाम्रो बाबाको रोटी हो यो चाहिँ। बाबाले बनाउनु देख्नु हो, पर्फेक्ट। क्ल्याप गर रानी, ताली बजा। बाबाले रोटी हाल्नु भयो। मजा 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 मजा। हाम्रो पत्ताको पालो हो। मेरो पालो नि सकियो, मैले हालेँ। अब पत्ताको पालो। मेरो मम्मी फेरि त्यहाँ बसेर हेर्नु भएको छ। दर्शकहरू, पत्ताका दर्शकहरू। अब पत्ताको पालो हो। डरले चाहिँ इतना खुसी खुसीले गर्दा भनेपछि ल कति खुसी हो कि। लाइफमा फर्स्ट टाइम हो कि अहिले हालेको। म हालेर यस्तो थाकेको कि आइज हेर्नु। मलाई माइत आउनु सुख दिएन न अरे के। रोटी हाल्न पुटाएको छन् गाइस। चाय आटेको मैले चिताएको सबै कुरो सानी नानी दीर्घायु खुसी रहन्, सुखी रहन्, मनमा शान्ति छाओस्। अलि सजिलो बसेर लाउनु न हात्ती किन। सुखी रहन्, खुसी रहन्, नरिसाउन्। कोही रोग भेट नलाओस्। दही त थिएन। बहिनी हेर बाबु, लाओस्। मनले आँटेर गरेको छ त्यो सफल होस्।
कोरिया लागिरह्यो जापान लागिरह्यो चाहेको पुगोस् यी त भेरी रेडी छ नि यता भेरी अर्की भेरी मेरो पुगुली हेरी मलाई टिका लगाइदिनु तिमीलाई कति रुपियाँ दिने नि 2 रुपियाँ ए 10 रुपियाँ माग्यो मेरो बहिनी हो नि त मेरो बहिनी 10 रुपियाँ मागे नानीले जय माता दुर्गे जय माता भवानी राधे राधे है प्यार से बोलो ए राधे 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 दुर्गा भवानीले रक्षा गरून् भन्नु न रहे सुखी रहे खुसी रहे पढाइमा ध्यान दिए धेरै प्रगति गरे है बाबु थारो भाउ न धेरै पढेर डाक्टर निमार्ने हाँस हाँस मेरो छोरो त मेरो ज्ञानु त दुर्गा भवानीले रक्षा गरून् हमेसा भगवान देवी देवताहरू दाइना रहन् यता हेर्नु न हेलो कति हुनुभयो चाहिँ हेर्छु के मैले हजुरलाई लानु कति धेरै पैसा कति रुपियाँ हो कति रुपियाँ हो भनिदेऊ त 3 रुपियाँ शिशुहस्ते दीर्घायु यस्तै चल्थे राम्रै गरे सुखमय बितोस् हाम्रो दाम्पत्य जीवनको कति अरे 27 वर्ष होइन बाबा 27 वर्षमा पहिलोचोटि टिका लगाइँदैछ पहिलोचोटि हो मैले नि पहिलोचोटि लाग्यो गरुन् मेरो छोरीलाई धेरै ज्ञानी बुद्धिजीवी बनाए धेरै पढ्ने बनाए मलाई पालेस इच्छा हेरे त इन्जिनियर पाइलट वकिल दुर्गा भवानीको कृपाले राम्रो हुँदै जाओस् हैन दुर्गा भवानीको कृपाले राम्रो हुँदै जाओस् इन्जिनियर पाइलट जे बने नि हे भगवान मैले जानेको केही छैन मलाई एउटै अर्को ल्याउ न रिस कम होस् भनेको मान्नुहोस् डक्टर नि बनेस् दिदीलाई नबिर्सेस् मैले भनेको मानिस कसले मानि होइन र जम्मा 100 रुपियाँ मेरो फेज यता त्यो 1000 रुपियाँमा पछाडि एउटा सुन्न थपिदिन्छु अहिले नमस्कार हेलो हेलो हजुरहरूको दसैँ कस्तो भयो मेरो त एकदम रमाइलो भयो म त टिका लाएको मेरो बाबा काम गर्दै हुनुहुँदो रहेछ मेरो साथी आएको छिन् मलाई भेट्न मेरो आएन बाबु यहाँ एउटा माछिन् मेरो साथी हो मलाई नदेखा भन्थ्यो आज ह्याप्पी दसैँ यार हजुरहरूको कस्तो ह्याप्पी दसैँ यार सबैजनाले हजुरहरूको दसैँ कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला मेरो दसैँ त एकदम स्पेसल लाइफको सबैभन्दा बेस्ट दसैँ भने नि भयो कि तर मेरो बुढा चाहिँ आउनु पाउनु भएन छुट्टी पाउनु भएन त्यही पनि मेरो बाबासँगको थियो नि त त्यही भएर यति धेरै खुसी भयो नि म हजुरलाई भनेर सक्दैन अरे कि त्यस्तो साह्रै खुसी दसैँ सक्यो मेरो अब भ्याइएको दसैँ हो अब पानी मौसम हेर्नु हाम्रोतिर फेरि यस्तो यस्तो मौसम छ कि रमाइलो रमाइलो छ अब दसैँ सक्यो अब चाहिँ फेरि आज त होइन अब 1-2 दिनमा घर जानुपर्छ अब फेरि हजुरआलामा घरको देखाउँछु हाम्रो त घरमा पूजा अब पूजाको चाहिँ म हजुरआला भिडियो हाल्छु अहिले त हाम्रो त सक्यो कस्तो भयो हजुरहरूको कमेन्ट गर्न नबिर्सिनु होला र लाइक कमेन्ट सेयर
सम्बन्ध हाम्रो छ संस्कारी चिन्सिल स्वभाव राम्रो छ शिर फुसिरहेको शिर फुसिरहेको मेरो मायालु मितिरहेको सम्बन्ध हाम्रो छ संस्कारी चिन्सिल स्वभाव राम्रो छ शिर फुसिरहेको